सिर्जन हामी चाहिँ आज यहाँ चिडियाखानामा आएको छौँ बाबुलाई घुमाउन। कुकुराले छैन रहेछ के हो नि खै ए ऊ त्यहाँ रहेछ। बाबुको फर्स्ट टाइम जू छुन पानी हुँदैन कि छुन्थ्यो हेर हरिण चित्तल रहेको हामी पनि बोटिङ जाने कि नगर्ने जाने रमाउँछ गर सिर्जन तर अहिलेको बच्चा बच्चाले फेसिलिटी के होइन अब यत्रो सानोमै चिडियाखाना घुम्न आएको छ। हामी त नर्सरी एलकेजीमा आएको थियौँ त्यो पनि स्कुलले लगेर हेर त लगुनाहरू ऊ हेर त नजाने हामी चौसी सानो यता हेर्देऊ यता हेर सिर्जन चिप्ले छ हौ यता हेर बल फोटो खिच्ने यता हेर अलिकति बोल्न नि हामी चाहिँ ढिलै आएको के 5:30 बजे अनि अलि घाम नभएको बेला आऊँ भनेको अनि फेरि त्यहाँबाट रेडी हुँदाखेरि बाबुलाई खाजा खाएर आउँदाखेरि ढिला भयो सुते रहेछ ऊ हेर बाबा तर अहिले चाहिँ एकदम हरियाली के होइन सुँगुर हो बुङ्गुर ए थकाला होला नि बिचरा बसेको त्यहाँ बाघ यता छ यता यताबाट आउनुपर्छ यो थिएन पहिला अहिले बनाएछ राम्रो बस्ने ठाउँ हुँदा यहाँ बसेर खाजा खाँदाखेरि ठिक हुन्छ कि सिर्जन बादल हौ तिमी बादल हौ म यता छु रे सिर्जन
यहाँ बादल पनि छ। च्याउहरू पनि रहेछ। कसो अर्कै खाएको च्याउ है? Nãy nó lại đây có देख्यौ त्यो जान यसो तोकिँदैन जो हता हता गर्दाखेरि हेर गरेको पातेबाघ रोयल बेङ्गल देखेको हेरेको छैनौ के हो तिमीले त? हेर त सिर्जन। हेर त बाघ बाघ गर्छ। हेर त देखेछ हेर न। आएर सुतेको हेर बाघ गर्छ। हेर त डराएको हो। हेर त बाघ आयो तिमीलाई। हेर त यिनीहरू चाहिँ उस गाह्रो कि होइन खाना चाहिँ मासु मात्रै खाने अरू नखाने पिछा फेर सुतो जाम फ्यान दुइटा रहेछ नि। पातेबाघ जुम्मै पातेबाघ ललितपुर महानगर यता चाहिँ राइनो। सुतिराख्नु भएको छ। राइनो गैडा त साल काठ जस्तो भनेको नि। अनि त्यसो कसरी बेच्छ मान्छेहरूले? अभी त खुट्टाकै कति लाग्छ? खुट्टाकै कति लाग्छ? अनि जान त्यत्रो ठुलो चाहियो अरे नि। फोर्छ सिर्जन आएर त हेर त के हो? सिधा बसेको छ र एउटा मात्रै रहेछ नि अहिले त। त्यहाँ खाना खाँदै रहेछ। खाना खाँदै घाँस खाँदै हुनुहुन्छ काम। कति काठ जस्तै छ त अरे त्यसो त दाम त्यो यता सफा गर्दा यता लाग्छ, यता सफा गर्दा यता राखेको दुइटा खान्छ चाहिँ बोटिङको नि सुविधा छ। यहाँ चाहिँ ब्रेस्ट फिडिङ गर्ने रुम रहेछ। अझै मर्मत हुँदै रहेछ। अनि
ब्रेस्ट फिडिङ रुम हुनु भनेको चाहिँ एकदम राम्रो जस्तो लाग्छ मलाई चाहिँ एज अ मम। किनभने अब चाहिँ हाम्रो बाबु 16-17 महिना भइसक्यो नि त। अनि अब त्यस्तो पहिलाको जुन सुरुमा जस्तो ब्रेस्ट फिडिङ गर्नु पर्थ्यो नि त्यस्तो चाहिँ अहिले पर्दैन। अनि त्यस्तो सानो बच्चाहरूको लागि चाहिँ एकदम राम्रो हो क्या आमाहरूको लागि खुवाउनुको लागि छुट्टै रुम हुनु भनेको। किनभने चाहिँ एयरपोर्टमा अब केही कामले त एयरपोर्टमा प्लेनबाट गइन्छ नि, न त बसबाटै गइन्छ। अनि बाबु चाहिँ अब सानै थियो अनि बसमा अलि लामो दूरी जानु पनि गाह्रो हुन्थ्यो नि त। अनि त्यति बेला चाहिँ प्लेनमा जाँदाखेरि चाहिँ अब फ्लाइट डिले भएको थियो। अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँनिर बसिराख्दाखेरिमा चाहिँ त्यहाँ छुट्टै ब्रेस्ट फिडिङ रुम पनि थियो क्या। त्यसले गर्दा चाहिँ सजिलो भएको थियो। त्यही भएर यो चाहिँ एकदम इम्पोर्टेन्ट छ जस्तो लाग्छ सबै ठाउँमा। देख्यौ मिलन? देख्यौ? पहिला धेरै थियो अहिले छैन रहेछ। अनि यो चाहिँ हरेक अफिसमा पनि हुनुपर्छ जस्तो लाग्छ ब्रेस्ट फिडिङ रुम। सानो छन्तुलु यहाँ चाहिँ हात्ती छ। यहाँनिर भित्र अलि एउटा मात्रै रहेछ के हो नि? हात्ती मेरो साथी, हात्ती मेरो साथी भन्न छोरो। वेलकम टु द सेन्ट्रल जू। अहिले एउटा मात्रै रहेछ कि उता छ हात्ती? हात्ती चाहिँ गाह्रो है। यहाँ फोटो खिच्छौँ न। कहाँ? राजी रानी चिङपाङजी दुईजना कपाल रहेछ के हो? फोटो खिच्ने अहिले चाहिँ हामी यहाँ भालु सेक्सनमा आइसकेका छौँ। अब चराहरू उता छ। कस्तो राम्रो क्या अहिले त हरियाली हरियाली है। जता फोटो खिचे नि राम्रो आउने कि। चितुवा अरे यता चितुवा खै ए त्यहाँ भित्र छ। अहिले चाहिँ कस्तो मजाको के हेर्नु न कस्तो जहाँ फोटो खिचे नि भिडियो खिचे नि राम्रो आउने। झन् आज चाहिँ पानी परेन होइन? पानी पर्ला जस्तो गरेको थियो। यसमा पर्ने छ भने चितुवा देख्यौ? हो चितुवा। वाउ 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 वाउ। हेलो 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 हेलो। बिरालो रे म्याउ म्याउ बिरालो। ऊ त्यहाँ माथि हेर बिरालो सुतिरहेको। के अर्को बिरालो हेर उहाँ दुईटा बिरालो चरीबाज बिरालो खै बिरालोको पनि धेरै प्रकारहरू छन् खै। ए ऊ त्यहाँ रहेछ ऊ त्यहाँभित्र।
जाने भयो नि उता उसैले अब चाहिँ यता चरा हेर्दा चराहरू भगेर चराहरू माथि माथि चराहरू त्यो बास बस्ने बेला भएछ क्या ल हेर अस्तिको तिम्रो क्यालीको बोट आएको हेर छोरा उता हेर कस्तो खाना खाने अलिकति यहाँ छ कता गयो ऊ त्यहाँ रहेछ बिरालो म्याउ म्याउ बिरालो वन बिरालो यतातिर आऊ वन बिरालो हुन्छ तल नि रहेछ मेरो नाना काटे खाने मुसा मारे खा ओ दुईटा मन लाग्यो जस्तो गरेछ को आज खाने पानी नि रहेछ पानी खाने हो ए यता हो यहाँ पनि छ त यसो थिचिराख्ने रहेछ अनि आउनु यहाँ थिच्न आउ त पानी खानु सुप पिने भने के मेसिन लगाएर शुद्ध पिने पानी भनेर म पनि यहाँ खान्छ कि पानी पुरो होइन कसले सुँगुर हो तर माथि भालु हिमाली कालो भालु उसहरू पनि कति दुख्छ होला क्या त्यो खुट्टा नि यत्रो सानो सानो छ नि त दुख्छ होला क्या नि हामी त मोटाउँदाखेरि कस्तो दुख्छ हात खुट्टा कसले ए अहिले त अर्कै बनाएछ नि यहाँ त म कति पछि आएँ यस्तो थिएन म आउँदाखेरि यो यहाँनिर त के पिककहरू थियो अहिले त के रहेछ यहाँ चिम्पाङ्जी हो कि ए भित्र बसिसकेछ कस्तो बल खेल्छ यहाँ सुतिसकेछ हामी सबै ढिलो आएर अनि उसहरू कता लगेछ नि पिककहरू कति लाग्यो नि जाउँ नि त सिजन यस्तो गर्मी छ अनि गर्मी ऊ आयो फेरि उस के अरे त्यो अर्कै भन्छ कि यसलाई के उस भन्छ कि होइन उस भन्छ कि अर्कै चरा भन्छ के चरा भन्छ त्यस्तो हरियाली छ अहिले चाहिँ इमु भन्ने यहाँ पानी छ यो चाहिँ अस्ति अलिक थोरै जस्तो अलिक धेरै रहेछ
त्यो मान्छे जस्तो गरी हिँड्छ नि कति ठुलो खत्ता हेरै डर लाग्ने सेजान राल्छु उल्लु फुल फुलिरह त्यो घाइते भएर होला नि भित्र बसेको नि उल्लु ओइ मन त उता फर्कायो त यार ऊ आएर कति ठुलो छ हौ पारि यहाँ रुखमा हेर्छ यहाँ छ त उहाँ छ चार त देखिसकेँ मैले 65 हो 65 वर्ष भएको रहेछ लास्टै बाँच्ने हेरेर यो फेरि के हो सेजान पहिला नि हरियाली थियो एकचोटि हान्नुलाई घुम्न लागेको टाइम छ किन लाग्यो होला है के हो हेर त बकुल्ला बच्चा जन्मा रहेछ त ऊ मसिनरी होइन ऊ माथिन्छ हेर यो मयूर ए कालिज वाइट थाकिसक्यो सेतो कालिज उहाँ भित्र छ अनि अब त अँधेरो भइसक्यो 6 बजेर नि गइसक्यो अनि त्यो हेर ऊ हेर त लक्का पर्यो अरे लक्का डाँफे लातोको सेरो कतै लातोको सेरो ऊ हेर कति छ लातोको सेरो झन् ए यहाँ मयूर डाँफे कालिज नेपाली कालिज रे नेपाली कालिज छोरा ल यो त कालिज त अनि गाउँतिर पाइहाल्छ धेरै कुरा के जुमा भएको त उसको डाँफे चाहिँ कस्तो राम्रो लाग्छ कलर के कस्तो राम्रो हैन त्यो ब्लू कलर यसको त सर पाच्छ नि पखेटा अब पाकको के देख्यौ कम महँगो पर्छ त अनि यस्तो ऊ डाँफे हेर ऊ आयो कति राम्रो छ त्यो रातो र उसवाला कस्तो राम्रो हुने कि पर देख्यौ ऊ पर त ऊ कुनामा के त्यो रातो र उसवाला कस्तो राम्रो देखिने कि कुमारी मन्दिर छ यहाँ प्यारोट सुगा त हो नि होइन कि यो बनकुस हो है भैया यसकै रुख खोपी भन्छ त सुगा यो होइन चाहिँ कस्तो राम्रो राम्रो हुन्छ
लब्बर हेर न कलर हेर नि तीनटा फरक ग्रीन ब्लू तितरा यता गाउँतिर तितरा भन्छ कि कस्तो बाटो हुन्छ यो आमामा हेर त तितरा त कति रहेछ त 1 2 उहाँ ढुक्कुरहरू एक गरी परिवारहरू के ढुक्कुरहरू खोलिदो रहेछ नखोला सानो वाह बच्चाको रहेछ यहाँ बच्चा कालिसै कालिस छ यतातिर काली जुरेली ए भुल्दै कस्तो यो फुल हो कि के हो यस्तो मकाउ रे मकाउ ढुक्कुरहरू सिर्जन के हेरेको मन लागेन तिमीलाई हेर्न ऊ ढुक्कुर यो सानो कति ठुलो छ यहाँ भुइँमा हेरौँ न पहिला चाहिँ क्यान्टिन यहाँ हेर न कस्तो गिला गर्न चाहिँ यो गिद्ध यार कस्तै गनाउँछ यार कालो चिल पो रहेछ त कालो चिल गिद्ध नि रहेछ गिद्ध हेर त हेर 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 गिद्धको नजरले मलाई नहेर वाह सरी अरू त ए त्यो हाँस रियल हो कि ऊ हो हेर उहाँ ऊ त किन राखेको त्यहाँ होइन अनि यस्तो त छिर्छ होला त्यहाँनिर पहिला त यताबाट जाने ठाउँ थियो कि अहिले त बाहिर छ सर त त्यहाँ राखेर त निस्किन्छ होला त होइन ननिस्किँदा त्यहाँ राख्यो भने काली चाहिँ काली रहेछ धेरै भयो यता यसमा के छ भन्दा बाँदर होला बाँदर रहेछ रात बाँदर असम धुवा चाहिँ चितुवा अरे धुवा चाहिँ चितुवा यहाँ त देखिन्न रहेछ त कस्तो गना के गना नि छ यो गनान्छ क्या है इगल यसले के भन्छ स्यालले यो स्याल हुन त यत्रो सानो होइन वन जङ्गल भएको कति थियो होला हामी कोलाम बसे जस्तो होला कि होइन कति धेरै छ नि स्याल स्याल कस्तो दुःख गर्छ कि होइन धेरै रहेछ नि स्यालहरू आऊ आऊ यता आऊ कस्तो मजाको बनाएको क्या है अहिले त यताकै पार्कहरू दुबोहरू मजाको होइन तर पहिला भन्दा चाहिँ एकदमै राम्रो अहिले चाहिँ एकदमै राम्रो बनाएर रहेछ कि हो के खायो एकछिन बच्चाले बस्छ र गफ गरेर मिल्ने खालको रहेछ कि अहिले चाहिँ मजाको बनाएर चाहिँ हामी चाहिँ यहाँ
फोटोसोटो खिचेर अब कुन अजिङ्गरमा आइपुगेछौँ पाइथन हेर त छि सिर्जन ऊ हेर म नदेखाउ डर लाग्ने नदेखाउ कि डर लाग्छ आऊ बरु यहाँ फिस देखाऊ कि नदेखाउ न त्यो डर लाग्छ कि भो कि फिस हेर्ने है फिस 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 भुर निन्दा लाग्यो ओ हेर फेरि फिस हेर कत्रो ठुलो हो खासै ऊ छैन कि होइन अलिक के डिफ्रेन्ट कलरको भए चाहिँ कस्तो क्युट क्युट देख्थ्यो होला ऊ त्यहाँ पनि रहेछ ऊ त्यहाँ चाहिँ रहेछ तुम आज में तुम कल में ऊ त्यहाँ कछुवा रहेछ पहिला त ऊ यहाँ ठुलो थियो कछुवा ऊ यो रहेछ सानो रहेछ कस्तो घर कस्तो राम्रो क्या है यसको के यसको आमा धेरै रहेछ यहाँ आएर त पानीमा कसको नाममा छ यो प्रोपर्टी होइन घरकै होइन ऊ त्यहाँ हेर न कस्तो मान्छेकै घर जस्तो क्या यो चाहिँ पुरा हरियाली पानीमा जानुपर्छ भोक पनि लागिसक्यो अब त ओके यहाँ चाहिँ कौवा आज कस्तो राम्रो बनाएर छ त्यो जू अस्ति सिर्जन हेर यहाँ अलि यहाँ पुरानोहरू पनि राम्रो होइन के गर्ने त्यो फुलहरू पनि राम्रो छ के राम्रो हो त्यो फुलहरू चाहिँ राम्रो छ फुलहरू के अब त्यो बिचराहरूको फुलहरू कति राम्रो के त्यो गोदावरी जान्छ चाहिँ त्यो त्यहाँ चाहिँ राम्रो हुन्छ जस्तो मैले हेरिरहेको छु कि अहिले त फुलहरू राष्ट्रै राम्रो छ कि बच्चा खानु गाह्रै हुन्छ रूप छ यहाँ या यस लागिरहेछ यहाँ खिचिदिन्छु नि त यहाँ खिचिदिन्छु
जाम अब जाम जाम अब चाहिँ जू पनि घुमेर गयो अब खाजा खाएर घर लागिन्छ निकाल्नु पर्यो माछा सिजन हो के खेलेको आमै चिप्लेरी खेल्ने अब उता उता अर्कोमा ठिक हुन्छ होला हुन यसमा चाहिँ अड्डिने रहेछ टी सर्ट उता को चिप्लेटी खेलेको उता उता सिर्जना उता